ल यसलाई सल्भ गर्छौं हामी। सल्भ गर्दाखेरि सबैभन्दा पहिला यो पावर पोजिटिभ बनाउने, पावर पोजिटिभ बनाउँदा यसलाई अब 1/2 को पावर x लेख्नुपर्छ, पावर पोजिटिभ भयो। यो फ्र्याक्सन पनि अब 4 र 4 मल्टिप्लाई गरेर 1 प्लस गर्ने, 4 र 4 मल्टिप्लाई गर्दा 16, 1 प्लस गर्दा 17/4। अब यहाँबाट के गरौँ भन्दाखेरि यो 2 को पावर x लाई a सपोज गर्नुपर्छ हामीले। a सपोज गरिसकेपछि अब यो के हुन्छ भन्दा 2 को पावर x भनेको a भइहाल्यो प्लस 1/a भनेको 17/4। अब यसको अपनमा त 1 छ, 1 भइसकेपछि यो दुईवटा फ्र्याक्सन भयो, फ्र्याक्सनको एड गर्दाखेरि एलसीएम लिनुपर्छ डिनोमिनेटरको। ए एलसीएम आयो, एलसीएम लिएपछि यस्तो क्रस मल्टिप्लाई गर्छ के, ए र ए मल्टिप्लाई गरेर a स्क्वायर प्लस यो 1 भयो इज इक्वल्स टु 17/4। ल अब फेरि यो a ले यता मल्टिप्लाई गर्छ, 4 ले यता मल्टिप्लाई गर्छ, a ले यता 4 ले यता है त। अहिले 4 ले गर्दा 4a स्क्वायर प्लस 4 इज इक्वल्स टु 17a। और यहाँबाट 4a स्क्वायर माइनस 17a प्लस 4 भनेको 0। यो एउटा क्वाड्रेटिक इक्वेसन भयो। अब क्वाड्रेटिक इक्वेसनलाई सल्भ गर्नको लागि हामीले फ्याक्टराइज गर्नुपर्छ। फ्याक्टराइज गर्दा 4 र 4 मल्टिप्लाई गर्ने 16, 16 को फ्याक्टरबाट 17 चाहियो। भनेपछि हामी 4a स्क्वायर माइनस 16 प्लस 1 गर्न सक्छौँ। अनि a प्लस 4 इज इक्वल्स टु 0। ल अब यो ब्र्याकेट खोल्नु त, माइनस a ले मल्टिप्लाई गर्नु, 4a स्क्वायर माइनस 16a माइनस a प्लस 4 इज इक्वल्स टु 0। यो दुईवटाबाट कमन दिने, यो दुईटाबाट पनि कमन दिने। यहाँको कमन 4a है त, 4a कमन a माइनस 4 भयो। यहाँ केही पनि कमन छैन भन्नुको मिनिङ 1 कमन। यो के भयो a माइनस 4 इज इक्वल्स टु 0। फेरि a माइनस 4 कमन र और यहाँबाट a माइनस 4 कमन अनि बाँकी 4a माइनस 1 लाई अर्को ब्र्याकेटमा राख्ने इज इक्वल्स टु 0। यो दुईवटाको प्रोडक्ट 0 हुँदैछ भने हामीले के लेख्न सक्यौँ, इदर के लेख्न सक्यो त भन्दाखेरि a माइनस 4 इज इक्वल्स टु 0 और a भनेको 4 आयो। तर हामीलाई चाहिएको त a को भ्यालु होइन, x को भ्यालु चाहिएको। हामीले यहाँ के गरेको छ, 2 को पावर x इज इक्वल्स टु a सपोज गरेको छ भनेपछि a को ठाउँमा के राख्न पाइयो, 2 को पावर x इज इक्वल्स टु 4 और यहाँबाट 2 को पावर x भनेको 2 को स्क्वायर। 4 x को भ्यालु कति आउने भयो 2, सेम बेस छ भने पावर इक्वल हुन्छ। फेरि यहाँ और के पनि हुन्छ त भन्दाखेरि 4a माइनस 1 भनेको 0, 4a माइनस 1 इज इक्वल्स टु 0 भयो भने यहाँबाट 4a भनेको 1 आउने भयो और यहाँबाट a भनेको कति आउनु भयो 1/4। और a भनेको के हो भनेको छ 2 को पावर x सपोजमा 2 को पावर x इज इक्वल्स टु 1/4 भनेको 2 को स्क्वायर। ल अब यसलाई लज अफ इन्डिसेस लगाएर देखाउँदा के हुन्छ, 2 को पावर x भनेको 2 को पावर माइनस 2। फेरि बेस सेम भयो भने पावर इक्वल, x भनेको कति आयो -2। ल हेन्स यो क्वेसनमा x को भ्यालु कति कति हुने रहेछ, एउटा +2 हुने रहेछ, अर्को -2 हुने रहेछ। यो नै आन्सर हो भन्न सक्यो है त।